कमल सर अहिले भर्खर स्नान गरेर फर्किँदैछु स्नान गर्यो खै साँच्चै चिसो चिसो रहेछ हौ अलिअलि तिमीहरू अहिले के गरेर नदीदेखि आएको नदीमा छौँ यहाँ मन्दिर पनि छ हामी अहिले कुन मन्दिरमा छौ तिमीहरू मन्दिरको नाम त थाहा भएन मनोकामना मन्दिर ल सरहरू चाहिँ अघि आएर एकदम स्नान गरेर यहाँ बसिसक्नु भएछ होइन चोखिसक्यो होइन पाप पुण्य के छ सबै नष्ट भइसक्यो ल तपन सरको के छ उहाँ त भर्खर कचेरा पुस्नु हुँदैछ त के भयो ए ल यता भीम सर अब म चाहिँ यो ठाउँमा पहिलोचोटि आएको यो चाहिँ शङ्खसभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर 3 मा अवस्थित रहेको यो मनोकामना मन्दिरमा चाहिँ मेरो पहिलोचोटि हो यो चाहिँ एउटा संयोग पनि भन्नुपर्छ आज भन्ने ठाउँमा हजुर 5 मिनेट हो हैन हजुर तपाईको 5 हो यहाँ चाहिँ हाम्रो बाबुबाजेले भन्नुभएको त्यो सती जाने ठाउँ चाहिँ तपाईको यहाँ अलिकति 10 मिनेट माथि मनोकामना भन्दा यहाँ चाहिँ अनि एकै सालको ठुलो बाढीले चाहिँ अनि त्यो ढुङ्गा चाहिँ तपाईको पल्टाएर कता बिलासी होइन हजुर मनोकामना उत्पत्ति भएको सुन्दै हो हजुर अघि 21 सालमा चाहिँ बाढीले ढुङ्गा 40 साल 2048 यो चाहिँ कसैले वास्ता नगरेको ठाउँ हो कोही पनि आउँदैनथे अनि यो चाहिँ अलिकति पछि यसलाई खोतालेर निकालेको मैले यो चाहिँ खोता लिएर निकाल्नु भएको अब ठ्याक्कै यसलाई चाहिँ के भनियो मनोकामना भनेको उत्पन्न भएको मनोकामना म्यान मनोकामना यही हो अनि जस्तो यहाँ मासेर नि एउटा मन्दिर छ नि त्यो चाहिँ कसरी रह्यो त फेरि यहाँ चाहिँ यहाँबाट चाहिँ झ्याङ पार लागेको इतिहास चाहिँ त्यस्तो छ वारी जमुना पारी जमुना भनेर भन्थे त्यो जमुनाको रुख चाहिँ कहाँ छ जमुना यहाँ छ जरा मात्रै छ रुख त अब पहिले माथि गयो ए पहिले यही थियो जमुनाको 10,000 वर्षभन्दा अगाडि नै यो यही सोधौँ भनेर भन्दै थियो आज भन्ने ठाउँमा हजुर 5 मिनेट हो हैन हजुर तपाईको 5 हो यहाँ चाहिँ हाम्रो बाबुबाजेले भन्नुभएको त्यो सती जाने ठाउँ चाहिँ तपाईको यहाँ अलिकति 10 मिनेट माथि मनोकामना भन्दा यहाँ चाहिँ अनि एकै सालको ठुलो बाढीले चाहिँ अनि त्यो ढुङ्गा चाहिँ तपाईँको पल्टाएर कता बिलासी होइन हजुर त्यस हुन कारणले अनि यो बिलासेर त्यहाँ हराएर चाहिँ अनि यो मनोकामना अनि यो ढुङ्गा चाहिँ सेम यस्तै ल्याइदिएर यहाँनिर यो तल्लोपट्टि यो यस्तै खालको त्यहाँ सेम ल्याइदिएर अनि यसलाई चाहिँ सती ढुङ्गा भनेर बिलासिएको कारणले गर्दा अहिले चाहिँ यसलाई सती ढुङ्गा भनियो ढुङ्गा भनेर अनि त्यहाँ हराएको कारणले गर्दाखेरि ए यसको अनि त्यस्तो खालको त्यो हो तपाईँको किंवदन्ती यो छ हजुर त्यही भएर चाहिँ अलिकति भएको हो आज भन्ने ठाउँमा हजुर 5 मिनेट हो होइन हजुर तपाईँको 5 हो यहाँ चाहिँ हाम्रो बाबुबाजेले भन्नुभएको त्यो सती जाने ठाउँ चाहिँ तपाईँको यहाँ अलिकति 10 मिनेट माथि मनोकामना भन्दा यहाँ चाहिँ अनि एकै सालको ठुलो बाढीले चाहिँ अनि त्यो ढुङ्गा चाहिँ तपाईँको पल्टाएर कता बिलासी होइन हजुर त्यस हुन कारणले अनि यो बिलासेर त्यहाँ हराएर चाहिँ अनि यो मनोकामना अनि यो ढुङ्गा चाहिँ सेम यस्तै ल्याइदिएर यहाँनिर यो तल्लोपट्टि यो यस्तै खालको त्यहाँ सेम ल्याइदिएर अनि यसलाई चाहिँ सती ढुङ्गा भनेर बिलासिएको कारणले गर्दा अहिले चाहिँ यसलाई सती ढुङ्गा भनियो ढुङ्गा भनेर अनि त्यहाँ हराएको कारणले गर्दाखेरि ए यसको अनि त्यस्तो खालको त्यो हो तपाईँको किंवदन्ती यो छ हजुर त्यही भएर चाहिँ अलिकति भएको हो यो अगाडि देखिएको यो शिवजीको मूर्ति अनि बाणहरू भएको चाहिँ अब उहाँले भन्नुभयो पहिले एउटा यो नदीले बगायो अरे अनि त्यसकै उसलाई चाहिँ यो ढुङ्गा मानियो भनेर उहाँले भनिरहनु भएको छ कहाँनिर छ हामी भेट्न सक्छौँ त्यो ए त्यो शिला छ है ए ल अब हामी यहाँबाट चाहिँ यो मन्दिरमा पहिले छिर्नुभन्दा अगाडि चाहिँ के गर्नुपर्छ भने यो अरुणको पानी चाहिँ जल पहिले टक्क स्नान गरेर हामी माथि मन्दिरमा जानुपर्छ भन्ने उहाँले बताउनु भयो यसलाई चाहिँ अहिले चाहिँ यसलाई चाहिँ ठ्याक्क के मानियो भन्दाखेरि यहाँ स्तम्भ पनि राखेको रहेछ 2075 1 महिना 11 खाँदबारी नगरपालिका रविन्द्र अधिकारीद्वारा भनेर चाहिँ यो उहाँले चाहिँ बनाउनु भएको रहेछ यसो छ अब हामी पहिले अरुणमा जान्छौँ अनि त्यहाँ गएर स्नान गर्छौँ अनि हामी मात्र अनि मन्दिरमातिर जान्छौँ यसलाई चाहिँ मानिएको रहेछ यसरी विभिन्न आकृति दिएर कोरिएको रहेछ यो चाहिँ आर्टिफिसियल भयो यो नेचुरल चाहिँ होइन यो चाहिँ यो चाहिँ शिला उहाँले भन्नुभयो यो चाहिँ शिला हो
यसरी यो चाहिँ संरक्षण गरिएको शिला रहेछ मनोकामना यो मुख्य शिला यही भन्ने बुझ्यो होइन म अहिले एकछिनमा छिर्छु त्यो मुख्य शिलाबाट यो अगाडिको मुख्य शिला भयो हेर्नु त कस्तो राम्रो छ अब यो शिलाबाट चाहिँ हामी यता अगाडि जान्छौँ यहाँ चाहिँ यसो अब जाडो छ अहिले चाहिँ कहाँ अरे ल अब त्यो हेर्छौँ हो जुत्ता लाउनु पाइएन है हेलो तिमीहरू अहिले के गरेर नदीदेखि आएको नदीमा छौँ यहाँ मन्दिर पनि छ हामी अहिले कुन मन्दिरमा छौ तिमीहरू मन्दिरको नाम त थाहा भएन मनोकामना मन्दिर ल ल ल अब हाम्रो कमल सर अहिले भर्खर स्नान गरेर फर्किँदैछ स्नान गर्यो एकदम खै साँच्चै चिसो चिसो रहेछ हौ अलिअलि ल यता हाम्रो सर के छ एकदम ठिक छ ल मुखसुखहरू दुयो होइन मुख धेरै अघि मुन्न आइसक्यो ए ल एकदम राम्रो छ ल अब यहाँ सरले पनि सर हामी अहिले यहाँ कहाँ आइपुगेको छौँ यसो सानो बताइदिनु पर्यो हामी यहाँ अरुण नदीकै छेउमा एउटा शक्तिघाट ऐतिहासिक ठाउँमा हामी अहिले छौँ हजुर भ्रमणको क्रममा घुम्दै आउँदाखेरि हामी आइपुग्यौँ अहिले चाहिँ हामी यो मनोकामना होइन त अब यहाँ दुईवटा मनोकामना एउटा गोर्खाको मनोकामना पनि सुनियो होइन सर अनि यो पनि मनोकामना सुनियो कुन चाहिँ वास्तवमा चाहिँ पहिली स्थापना भएको हो सर यो चाहिँ अब मैले थाहा पाएको अनुसार विशेष गरेर साँच्चीकै मनोकामना चाहिँ यहाँ अरे यो चाहिँ अलिक अब यातायातको हिसाबमा चाहिँ ओझेल परेको अलिक ठाउँभन्दा विकट भएको कारणले त्यो अलिक ओझेल पऱ्यो त्यहाँ चाहिँ अब हरेक सुविधा भएको कारणले अहिले अब प्रचार प्रसारका कारणले त्यहाँ चाहिँ राम्रो भएको मानिन्छ हस् सर सरको सानो इन्टरभ्यू पछाडि अब म पनि जाँदैछु यो चाहिँ अरुण नदी भयो उहाँ अघि एकजना यहाँ स्थानीयवासीले भन्नुभयो अनुसार त्यो माथि देखिएको माथि त्यो रातो टिन लगाइएको ठाउँ चाहिँ म अलिकति जुम गर्छु त्यहाँ माथितिर चाहिँ सतीघाट थियो अरे कति सालको बाढीले चाहिँ त्यो ढुङ्गालाई चाहिँ बगाएर अहिले त्यो अगाडिको अघि हामीले भिडियोमा हेऱ्यौँ त्यसलाई चाहिँ सती चाहिँ पोल्ने ढुङ्गा भनेर चाहिँ अथवा त्यहाँ चाहिँ जलाइन्थ्यो अरे भन्ने किम्वदन्ती रहेछ मनोकामना उत्पत्ति भएको चाहिँ यही हो हजुर अघि 21 सालमा चाहिँ बाढले धनहरू 40 साल 2048 पुगेर यो चाहिँ कसैले वास्ता नगरेको ठाउँ हो कोही पनि आउँदैनथे अनि यो चाहिँ अलिकति पछि यसलाई खोतलेर निकालिदिएको मैले यो चाहिँ खोता लिएर निकाल्नु भएको अब ठ्याक्कै यसलाई चाहिँ के भनियो मनोकामना भनेको उत्पन्न भएको मनोकामना म्यान मनोकामना जान्छ यही हो अनि जस्तो यहाँ मासेर नि एउटा मन्दिर छ नि त्यो चाहिँ कसरी रह्यो त फेरि यहाँ चाहिँ यहाँबाट चाहिँ झ्याङ पार लागेको मनोकामना चाहिँ अनि त वारी जमुना पारी जमुना भनेर भन्थे त्यो जमुनाको रुख चाहिँ कहाँ छ जमुना यहाँ छ जरा मात्रै छ रुख त अब पहिले माथि गयो ए पहिले यही थियो जमुनाको 30,000 वर्षभन्दा अगाडि नै यो यही सोधौँ भनेर भन्दै थियो त्यहाँ जमुनाको बोट थियो इतिहास मात्रै रह्यो 32 वर्ष धेरै वर्ष अगाडि मात्रै छ अहिले हामीले जस्तै नयाँ बिर्या जग्गा आएको छ ए नयाँ बिर्या छ नि यो 2048 सालमा चाहिँ यो सबै पुरिएर यो जमुनाको बिचमा चाहिँ यहाँ जोगाएको रहेछ 2021 सालमा निकै पहिला त्यस पछाडि तपाईँले के भन्नु आफैले आफैले निकालेको आकाशवाणी भएर मलाई पनि थाहा थिएन नहुने पार गरिरहेको मलाई पनि थाहा थिएन नहुने पार गर्दापछि एक दिनको उज्यालो भइसकेर आकाशवाणी भएर यो वारी जमुना पारी जमुना गीत सुन्छौँ नि खेमराज गुरुङको यो इतिहासकै आधारमा बनेको रहेछ यहाँ बडाबडा ढुङ्गा थियो यो ढुङ्गा अब बछरै पहिला यहाँनिर थियो तर अहिले चाहिँ छैन जस यहाँनिर थियो भने अनुमान मात्रै गर्नु ल हस् धन्यवाद हेलो भीम सर तपाईँले यहाँ आइसकेपछि होइन यो हाम्रो के अरे मनोकामना मन्दिरमा आइसकेपछि के कुरा अवलोकन गर्नुभयो के कुरा देख्नुभयो अलिकति बताइदिनु पर्छ सर यस्तो खोज्नु लागेको छ ल त अब म चाहिँ यो ठाउँमा पहिलोचोटि आएको यो चाहिँ शङ्खसभा जिल्लाको खाँदगढी नगरपालिका वडा नम्बर 2 मा अवस्थित रहेको
त्यो मनोकामना मन्दिरमा चाहिँ मेरो पहिलोचोटि हो यो चाहिँ एउटा संयोग पनि भन्नुपर्छ। अब यहाँ सामान्य यसो हाम्रा बुद्धिजीवीहरूबाट कुरा बुझ्दाखेरि चाहिँ यहाँ चाहिँ पहिला जुन नेपालको पूर्व भन्दा पनि पश्चिमी क्षेत्रमा प्रचलित रूपमा चलिआएको सती प्रथा जुन चाहिँ आफ्नो श्रीमान खसे पश्चात श्रीमानलाई चढाएको चितामा चाहिँ श्रीमतीले पनि सती जानुपर्ने जुन प्रथा थियो त्यो खालको प्रथा चाहिँ यहाँनिर प्रचलित रूपमा एउटा सती घाटको स्थापना गरिएको र सती जाने ठाउँ पनि चिनिने ठाउँमा चाहिँ यहाँतिर देख्न सक्नुहुन्छ। यो मनोकामना ढुङ्गा पनि गरेर त्यो चाहिँ पहिला यतामाथि कहाँ थियो भन्ने कुरा यसलाई शिला शिला जानकारीमा आयो अनि त्यसै मन्दिरको राम्रो लाग्यो है सामान्य जानकारी दिन पाएँ। जस हाम्रो यो टुरको अथवा शैक्षिक भ्रमणको औचित्य पुरा भयो कि भएन सर के छ त्यसमा अलिकति? अब यसको भन्नु पर्दाखेरि चाहिँ नर्मली भकै मान्नुपर्छ किनभने हामी जति पनि हाम्रो टिमभित्र छौँ हामी सबैको लगभग जति पनि ठाउँहरू हामी घुमेका छौँ स्थानहरू नयाँ नौलो ठाउँहरूमा घुमेका छौँ। त्यसो हुँदाखेरि नयाँ नौलो कुराहरू हामीले अवलोकन गर्न पायौँ र देख्न पायौँ। त्यो हुँदाखेरि पुरा भएको जस्तै लागेको छ। हवस् त धन्यवाद सर। ल अहिले हाम्रा साथीहरू पनि शिलाको परिक्रमा गरिरहनु भएको छ। उहाँले माग्नेहरू काम गर्नुहुँदैछ। भान्जा सर अलिक मजाले माग्नु पर्यो। तपन सरको त आफ्नो छँदैछ। कमल सर ल यसरी शिलालाई परिक्रमा गर्ने काम हुँदैछ यहाँ।